सुनसरीको हरिनगरा गाउँपालिकाबाट प्रहरीले 28,000 नेपाली नक्कली नोट सहित एकजना युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सुनसरीकै इनरुवा नगरपालिका वडा नम्बर 10 बस्ने 25 वर्षीय बहिस मिया रहेका छन्। बुधबार राति करिब 8 बजेतिर हरिनगरा गाउँपालिका वडा नम्बर 1 स्थित एउटा किराना पसलमा सामान खरिद गर्ने क्रममा मियाले नक्कली नोट दिएको सूचना प्राप्त भएपछि प्रहरी सक्रिय भएको थियो। नक्कली नोट दिएर सर्वसाधारणलाई ठग्न खोजेको जानकारी पाउन साथ प्रहरी चौकी रामनगर भुटाहाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले मियालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनको साथबाट 1000 दरका 28 थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएका सबै नोटहरू जाली नक्कली देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ परेका मियालाई नक्कली नोट सहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। उनीमाथि मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको र यो गिरोहमा अन्य व्यक्तिहरूको संलग्नता भए नभएको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।